गुड आफ्टरनुन हजुरहरू सबैजनालाई गुड आफ्टरनुन भन्दै हामी चाहिँ यहाँ वाटरफल्समा आइपुग्यौँ है त। हेर्नु हुँदैछ कतिको रमाइलो देख्दो रहेछ है यो यस्तो दामी हुन्छ। हामी केटाकेटीमा हुँदाखेरि त यस्तो साह्रो खेल्थ्यौँ। मजाको देख्दो रहेछ केटाकेटीमा त रमाइलो लागेर यस्तोतिर हामी जोड खेल्थ्यौँ र आज त्यही याद आएर मैले भिडियो बनाउँदैछु। हेर्नुहोस् है त झरनाको पानी के साह्रो चिसो भन्दै र यो जग्गामा आइएको छ र एकछिन डाँडा पनि जाँदैछौँ र हजुरहरू सबैजनालाई भन्दै अहिले त चोरबाट उकालो गयौँ। चोरबाट जाँदैछौँ। यस्तो कालो छाता बोकेको पानी रह्यो। अहिलेको छाता पनि अडेर बन्द गर्दाखेरि त काङ्डौँ बिग्रिहाल्छ। चोरबाट उकालो लाग्यो। अहिले त फेरि बारीमा जतासुकै अलैँची लाउनु थालेछ मान्छेले। यो अलैँचीहरू पवित्र हुँदाखेरि त भाउ पनि हुने हो कि नहुने हो। नमस्कार हजुरहरू सबैजनालाई गुड आफ्टरनुन सेवाहरू भन्ने है